नमस्ते, यहाँहरू हेरिरहनु भएको छ एजुकेसन नेपाल च्यानल। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई लाइक गर्न नबिर्सनुहोला। आउनुहोस् ढिला नगरी आजको विषयमा छलफल गरौँ। आज हामी कक्षा 12को शैक्षणिक पद्धति र मूल्याङ्कन विषयको परीक्षाको लागि राष्ट्रिय परीक्षा बोर्डले सोध्न सक्ने महत्त्वपूर्ण प्रश्न र उत्तरका बारेमा छलफल गर्नेछौँ। हामीलाई थाहा छ, परीक्षाको पूर्णाङ्क 75 र समय 3 घण्टा हुनेछ। प्रश्न 3 समूहमा विभाजन भएको हुन्छ। समूह कमा अति छोटो उत्तरात्मक प्रश्न, समूह खमा छोटो उत्तरात्मक प्रश्न र समूह गमा लामो उत्तरात्मक प्रश्न आउने गर्दछ। आज हामी समूह ख र ग, ग्रुप बी र सीमा कस्ता प्रश्नहरू आउँछन् र उत्तर कसरी लेख्ने भन्ने बारेमा छलफल गर्नेछौँ। भने समूह क ग्रुप ए का छलफल हामीले अघिल्लो भिडियोमा छलफल गरिसकेका छौँ। भिडियो हेर्नुभएको छैन भने तल कमेन्टमा लिङ्क राखिदिएको छु र माथि आई आइकनमा क्लिक गरेर पनि हेर्न सकिन्छ। अब लागौँ समूह ख ग्रुप बी तर्फ। समूह खमा संक्षिप्त अर्थात् छोटो उत्तर लेख्नुपर्ने प्रश्नहरू आउने गर्दछन्। यस समूहले परीक्षाको सबैभन्दा धेरै मार्क बोकेको हुन्छ, अर्थात् यस समूहमा 8वटा प्रश्नहरू आउँछन् र प्रत्येक प्रश्नको उत्तर सही लेखेमा 5 मार्क प्राप्त हुन्छ। यस खण्डका प्रश्नहरूले प्रक्रिया, फाइदा बेफाइदा वा छोटो नमुना निर्माण जस्ता प्रश्नहरू सोध्ने गर्दछ, जुन प्रश्नहरू हामी अगाडि छलफल गर्ने नै छौँ। यस समूहको उत्तर लेख्दा हामीले सिधै बुदाहरू लेख्नुभन्दा अगाडि त्यस विषयको 1 वा 2 लाइनमा परिचय दिनुपर्छ र त्यसपछि बुदाहरू लेख्नुपर्छ। अब लागौँ प्रश्न र उत्तरका छलफलतिर। समूह खको पहिलो प्रश्न 12। ब्लुमको नयाँ वर्गीकरण अनुसार संज्ञानात्मक क्षेत्रका तहहरूको सूची तयार पार्नुहोस् भनिएको छ। यसको उत्तर निम्न तरिकाले लेख्न सक्छौँ। ब्लुमको नयाँ वर्गीकरण अनुसार संज्ञानात्मक क्षेत्रका 6वटा तहहरूलाई तलबाट माथिल्लो क्रममा यसरी प्रस्तुत गर्न सकिन्छ भनेर हामी यसको 2 लाइनमा परिचय दिन्छौँ र क्रमशः 1, 2, 3 लेखेर यसको तहहरू लेख्छौँ। 1. ज्ञान, 2. बोध, 3. प्रयोग, 4. विश्लेषण, 5. मूल्याङ्कन र 6. सिर्जना। यसरी लेख्नुभयो भने उत्तर प्रष्ट हुन्छ र मेरो विचारमा तपाईले 5 मा 5 मार्क नै पाउनुहुनेछ। कसैले परिचय नदिई सिधै बुदाहरू लेख्नुहुन्छ, त्यो पनि गलत त होइन, तर यस प्रकारले लेख्नुभयो भने उत्तर अझ बढी प्रभावकारी हुन्छ। अर्को प्रश्न रहेको छ प्रश्न 13। यस प्रश्नमा 2 प्रश्न छन्। दैनिक पाठ्ययोजनाका मुख्य अङ्गहरूको क्रमबद्ध सूची प्रस्तुत गर्दै कुनै एकको छोटो परिचय दिनुहोस् अथवा शैक्षणिक योजना निर्माणका कुनै 5 फाइदाहरू उल्लेख गर्नुहोस् भनिएको छ। यस 2 प्रश्नमध्ये हामीलाई सजिलो लाग्ने एउटा प्रश्नको उत्तर लेख्नुपर्छ। मैले पनि यस भिडियोमा हजुरहरू अलमल्ल पर्नुहुन्छ भनेर एउटा प्रश्नको मात्र उत्तर लेखेको छु। उत्तर यस प्रकार रहेको छ। एउटा उपयुक्त दैनिक पाठ्ययोजना बनाउन निम्न अङ्गहरू हुनै पर्दछ। पहिलो, विशिष्ट उद्देश्यहरू। दोस्रो, शैक्षिक सामग्री। तेस्रो, शिक्षण सिकाइ क्रियाकलाप। 4. मूल्याङ्कन। 5. गृह कार्य। अब कुनै एकको परिचय पनि दिनुहोस् भनेको कारण मैले विशिष्ट उद्देश्यका परिचय लेखेको छु। हजुरहरूले तीमध्ये जुनसुकै अङ्गहरूको परिचय लेख्दा हुन्छ है। परिचय यस प्रकार रहेको छ। विशिष्ट उद्देश्य पाठ्ययोजनाको सबैभन्दा पहिलो र महत्त्वपूर्ण अङ्ग हो। कक्षा कोठामा 45 मिनेटको शिक्षणपछि विद्यार्थीहरूले के कुरा सिक्नेछन् भनी मापन गर्न सकिने गरी बनाइएको लक्ष्य नै विशिष्ट उद्देश्य हो। यो विद्यार्थीको व्यवहारमा देखिने गरी निर्माण गरिएको हुनुपर्छ। यसरी आफूलाई आउने छोटो परिचय लेख्नुपर्छ। प्रश्न 14। कक्षा शिक्षणमा दृश्य सामग्रीको प्रयोग गर्दा हुने 5वटा फाइदाहरू लेख्नुहोस्। यसको उत्तर यसरी लेख्न सक्छौँ।
कक्षा शिक्षणमा दृश्य सामग्री प्रयोग गर्दा हुने 5 फाइदाहरू निम्न रहेका छन्। पहिलो, अमूर्त विषयवस्तुलाई मूर्त रूप दिएर बुझ्न सजिलो बनाउँछ। 2. विद्यार्थीको ध्यान केन्द्रित गर्न र सिकाइप्रति रुचि जगाउन मद्दत गर्छ। 3. पढेको भन्दा देखेको कुरा दिमागमा लामो समयसम्म याद रहन्छ। 4. भाषिक समस्या भएका विद्यार्थीहरूलाई पनि चित्र हेरेर विषयवस्तु बुझ्न सहज हुन्छ। 5. शिक्षकले लामो व्याख्या गर्नु नपर्ने हुनाले समय बचत हुन्छ। यसरी हामीले सजिलै यसको फाइदाहरू लेख्न सक्छौँ। 15. निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कन बीच कुनै 5 भिन्नताहरू प्रस्तुत गर्नुहोस्। यसको उत्तर लेख्दा हामीले स्क्रिनमा देखिएको जस्तो 2 बक्स बनाएर बुँदा-बुँदामा उत्तर लेख्छौँ। अर्थात् एकतिर निर्माणात्मक, बीचमा सिधा लाइन र अर्कोतर्फ निर्णयात्मक मूल्याङ्कन लेखेर यसका भिन्नताहरू यसरी लेख्न सकिन्छ। निर्माणात्मक मूल्याङ्कनको तल बक्समा सिकाइमा सुधार ल्याउनु निर्माणात्मक मूल्याङ्कनको मुख्य उद्देश्य हो भनेर लेख्छौँ र त्यसरी नै निर्णयात्मक मूल्याङ्कनको तल बक्समा सिकाइको स्तर निर्धारण गर्नु निर्णयात्मक मूल्याङ्कनको मुख्य उद्देश्य हो भनेर लेख्छौँ अनि त्यसरी नै क्रमशः यो निदानात्मक र उपचारात्मक प्रकृतिको हुन्छ भने यो निर्णयात्मक र प्रमाणीकरण प्रकृतिको हुन्छ। कक्षा कार्य, गृह कार्य, एकाइ परीक्षा यसका साधन हुन् भने वार्षिक परीक्षा, बोर्ड परीक्षा यसका साधन हुन्। त्यस्तै नतिजालाई शिक्षण विधि परिवर्तन गर्न र पृष्ठपोषण दिन प्रयोग गरिन्छ भने नतिजालाई विद्यार्थी पास वा फेल गर्न र प्रमाणपत्र दिन प्रयोग गरिन्छ। त्यस्तै यो शिक्षण सिकाइ प्रक्रिया चलिरहेको बेला निरन्तर गरिन्छ भने यो शैक्षिक सत्र वा कार्यक्रमको अन्त्यमा गरिन्छ। यसरी हामीले लेख्न सक्छौँ। त्यस्तै अर्को प्रश्न 16. विशिष्टीकरण तालिका निर्माण गर्दा ध्यान दिनुपर्ने कुनै 5 वटा पक्षहरू उल्लेख गर्नुहोस्। उत्तर: विशिष्टीकरण तालिका निर्माण गर्दा निम्न 5 कुरामा ध्यान दिनुपर्छ। पहिलो, पाठ्यक्रममा निर्धारण गरिएका लक्ष्य र उद्देश्यहरूको स्पष्ट ज्ञान। दोस्रो, कुन एकाइ वा विषयवस्तुबाट कति अङ्कको प्रश्न सोध्ने भन्ने अङ्कभारको न्यायोचित वितरण। 3. ब्लुमको वर्गीकरण अनुसार प्रश्नहरू, ज्ञान, बोध, प्रयोग र उच्च दक्षताको सन्तुलन। 4. प्रश्नका प्रकारहरू, बहुवैकल्पिक, अति छोटो, छोटो र लामो को छनोट र तिनले लिने समयको अनुमान। 5. विषयवस्तुको कठिनाइ स्तर र सिकारुको क्षमता। अर्को निकै महत्त्वपूर्ण र बारम्बार सोधिने प्रश्न, यो भिडियोलाई लाइक गर्नुभयो त? यसको उत्तर, मेहनत गरेर भिडियो तयार पार्नेलाई र थप यस्तै सामग्री तयार पार्न हौसला प्रदान गर्न मैले भिडियो लाइक र सब्स्क्राइब गरिसके। त्यस्तै अर्को प्रश्न 17. विद्यार्थीको दैनिक गृहकार्य गर्ने बानी मूल्याङ्कन गर्न उपयुक्त हुने रुजुसूचीको एउटा नमुना तयार गर्नुहोस् अथवा श्रेणी मापनका 5 वटा फाइदाहरू लेख्नुहोस्। भनिएको छ, यस प्रश्नमा पनि हामीले आफूलाई सजिलो वा उपयुक्त लागेको एउटा प्रश्नको उत्तर लेख्नुपर्छ। मैले पनि एउटा प्रश्नको मात्र उत्तर लेखेको छु। हामीले विद्यार्थीको दैनिक गृहकार्य गर्ने बानी मूल्याङ्कन गर्न उपयुक्त हुने रुजुसूचीको एउटा नमुना तयार पार्दा पहिला माथि विद्यार्थीको नाम, कक्षा र विषय लेख्छौँ र तल स्क्रिनमा देखिएको जस्तो बाकस बनाएर बाकसको माथि क्रम सङ्ख्या, मूल्याङ्कनका सूचकहरू वा विद्यार्थीको बानी, छ, छैन जस्ता शीर्षक लेख्छौँ र तल क्रम सङ्ख्या लेख्दै विद्यार्थीको बानी र छ भने 6मा ठिक चिन्ह लगाउने र छैन भने छैनमा ठिक चिन्ह लगाएर एउटा रुजुसूचीको नमुना तयार पार्न सक्छौँ। जस्तै 1मा हामीले सधैँ तोकिएको समयमा गृहकार्य बुझाउने गरेको भनेर विद्यार्थीको बानी लेख्छौँ र त्यसपछि 6 भने 6को बाकसमा ठिक चिन्ह लगाउने र छैन भने छैन बाकसमा ठिक चिन्ह लगाउने। क्रमशः अरू बानीहरू लेख्दै जाने। जस्तै गृहकार्य सफा र स्पष्ट अक्षरमा लेखिएको, गृहकार्य गर्दा अरूको दुरुस्त नकल गरेको,
गल्ती भएको खण्डमा शिक्षकको सल्लाह अनुसार सच्याउँछ गरेको। गृहकार्य गर्न आवश्यक सामग्री पेन, कापी सधैँ ल्याउने गरेको आदि जस्ता कुराहरू लेख्न सक्छौँ र छ भने ठिक र छैन भने बेठिक बाकसमा ठिक लगाउँछौँ र यसरी नमुना तयार पार्न सकिन्छ। अर्को प्रश्नतर्फ लागौँ। प्रश्न 18। नेपालको सन्दर्भमा निरन्तर विद्यार्थी मूल्याङ्कनका 5वटा मुख्य तत्त्वहरू उल्लेख गर्नुहोस्। यसको उत्तर नेपालको सन्दर्भमा CAS-का मुख्य 5 तत्त्वहरू यस प्रकार छन्। पहिलो, कक्षा उपस्थिति र सहभागिता। विद्यार्थी नियमित विद्यालय आएको छ वा छैन र कक्षामा कतिको सक्रिय छ। 2. कक्षा कार्य र गृह कार्य। दैनिक रूपमा दिइने कामहरूको मूल्याङ्कन। 3. परियोजना कार्य तथा प्रयोगात्मक कार्य। विद्यार्थीले समूहमा वा एक्लै गरेको व्यावहारिक काम। 4. व्यवहार र अनुशासन। विद्यार्थीको आचरण, सरसफाइ र सामाजिक व्यवहार। त्यस्तै अर्को रहेको छ 5. एकाइ वा त्रैमासिक परीक्षा। लिखित रूपमा लिइने छोटो परीक्षाहरू। अब लागौँ समूह खको अन्तिम प्रश्नतर्फ। प्रश्न 19। असल कक्षा कोठा वातावरणका 5वटा विशेषताहरू लेख्नुहोस्। यसको उत्तर एउटा असल कक्षा कोठा वातावरणका 5 विशेषताहरू निम्न छन्। पहिलो, कक्षा कोठामा पर्याप्त उज्यालो र हावा आवत जावत गर्ने व्यवस्था हुनुपर्छ। दोस्रो, शिक्षक र विद्यार्थी बीच डर रहित र अन्तर्क्रियात्मक सम्बन्ध हुनुपर्छ। 3. कक्षा कोठा समावेशी हुनुपर्छ। सबै जात, भाषा र क्षमताका विद्यार्थीले समान अवसर पाउनुपर्छ। 4. कक्षा कोठामा आवश्यक शैक्षिक सामग्रीहरू र फर्निचरको उचित व्यवस्थापन हुनुपर्छ। 5. विद्यार्थीहरूमा सिक्ने इच्छाशक्ति र उच्च उत्प्रेरणा हुनुपर्छ। यसरी हाम्रो समूह खमा 8 छोटा प्रश्नहरू आउने गर्दछन्। यी प्रश्नको उत्तर हजुरहरूले मैले दिएको उत्तर जस्तै गरेर उत्तर लेख्नुभयो भने पक्कै पनि राम्रो मार्क ल्याउन सक्नुहुनेछ। अब लागौँ समूह ग, ग्रुप सी तर्फ। यस समूह गमा लामो उत्तर आउने खालका प्रश्नहरू आउने गर्दछन्। अर्थात् हामीले उत्तर लेख्दा उत्तरलाई विश्लेषण गरेर लेख्नुपर्छ भने प्रश्नले 2 छुट्टा-छुट्टै विषयवस्तुमा उत्तर लेख्न भनिएको छ भने 2 फरक शीर्षक समेटेर उत्तर लेख्ने र अन्तिममा छोटो निष्कर्ष लेख्ने हो भने उत्तर निकै प्रभावकारी हुन्छ। र यदि पाठ योजना बनाउन भनेको छ भने सैद्धान्तिक कुराहरू नलेखी सिधै पाठ योजना अङ्गहरू राखेर आफूले जानेको वा आफूले नै त्यो विषय पढाउनु पर्ने सोचेर एकदम प्रष्ट लेख्नुपर्छ, जुन हामी अगाडि छलफल गर्नेछौँ। यस समूहमा 3 प्रश्न रहने र प्रत्येक प्रश्न मिलेमा 8 मार्क प्राप्त हुन्छ र तीनै प्रश्नको सही उत्तर लेखमा 24 मार्क प्राप्त हुन्छ। आउनुहोस् प्रश्नहरू हेरौँ र छलफल गरौँ। प्रश्न 20। मानौ तपाईँ आधारभूत तहको शिक्षक हुनुहुन्छ। कक्षा 3 का विद्यार्थीहरूलाई हाम्रो समुदाय विषय पढाउनका लागि एउटा उपयुक्त दैनिक पाठ योजना तयार पार्नुहोस्। यसको उत्तर लेख्दा हामीलाई थाहा नै छ पाठ योजनाको नमुना बनाउँदा माथि विद्यालयको नाम, शीर्षक, विषय, कक्षा, विद्यार्थी सङ्ख्या, समय, मिति जस्ता विषयहरू लेख्नुपर्दछ। त्यसपछि हामीले अगाडि नै पाठ योजनाको अङ्गहरूको बारेमा छलफल गरिसकेका छौँ। समग्रमा हामी पाठ योजना नमुना यसरी तयार पार्न सक्छौँ। 1. विशिष्ट उद्देश्यहरू। यस पाठको अन्त्यमा विद्यार्थीहरू निम्न कुराहरू गर्न सक्षम हुनेछन्। क. समुदायको परिभाषा आफ्नै शब्दमा दिन। ख. आफ्नो समुदायमा पाइने कुनै 3वटा सुविधाहरू जस्तै अस्पताल, विद्यालय, धाराको सूची बनाउन। 2. शैक्षिक सामग्री। नियमित सामग्री, कालोपाटी, चक, डस्टर। विशिष्ट सामग्री, विभिन्न समुदाय र त्यहाँका सुविधाहरू झल्काउने रङ्गीन चित्र वा चार्ट। 3. शिक्षण सिकाइ क्रियाकलाप। क. सुरुवाती 5 मिनेट। शिक्षकले विद्यार्थीहरूलाई उत्प्रेरित गर्न तपाईको घरको वरिपरि के छन् भनेर प्रश्न सोध्ने र उनीहरूको उत्तरलाई समुदायसँग जोड्ने।
ख. प्रस्तुतीकरणको 25 मिनेट. शिक्षकले चार्ट देखाउँदै समुदाय भनेको के हो भनेर सरल भाषामा व्याख्या गर्ने. आफ्नो समुदायमा के कस्ता सुविधाहरू छन् भनेर विद्यार्थीहरूलाई समूहमा छलफल गर्न लगाउने. छलफल विधिका प्रयोग गरेर. विद्यार्थीहरूले भनेका सुविधाहरूलाई शिक्षकले कालो पाटीमा बुदागत रूपमा लेखिदिने. ग. निष्कर्ष. अन्तिम 5 मिनेट. आज सिकेका मुख्य कुराहरूको सार संक्षेप शिक्षकले प्रस्तुत गर्ने. 4. मूल्याङ्कन. शिक्षकले कक्षामा पाठ कति बुझे भनेर निम्न प्रश्नहरू सोध्नेछन्. समुदाय भनेको के हो? तपाईको समुदायमा भएका कुनै 2 वटा सुविधाहरूको नाम भन्नुहोस्. 5. गृह कार्य. आफ्नो समुदायमा रहेका सुविधाहरूको चित्र कपीमा कोरेर ल्याउनुहोस् भनेर गृह कार्य दिने. यसरी हामीले सजिलै एउटा पाठ योजनाको नमुना तयार पार्न सक्छौं. र हजुरहरूलाई त अझ राम्रोसँग बनाउन आउँछ होला नि. प्र्याक्टिकल गर्दा पाठ योजना त बनाउनु नै भयो होला. अब लागौं अर्को प्रश्नतर्फ. 21. विशिष्टीकरण तालिकाको परिभाषा दिँदै परीक्षा सञ्चालन र प्रश्नपत्र निर्माणमा यसका कुनै 6 वटा फाइदाहरू उल्लेख गर्नुहोस् अथवा शिक्षामा सुधार ल्याउन कस्तो मूल्याङ्कन प्रणाली उपयुक्त होला. परीक्षाफलको प्रयोग कसरी गर्न सकिएला व्याख्या गर्नुहोस् भनेर हामीलाई 2 वटा प्रश्नहरू सोधिएको छ र हामी आफूलाई सजिलो लाग्ने एउटा प्रश्नको उत्तर लेख्छौं. विशिष्टीकरण तालिका र यसका फाइदाहरू निम्न रहेका छन्. पाठ्यक्रमले निर्धारण गरेका उद्देश्यहरू प्राप्त हुने गरी विषयवस्तु, अङ्कभार, समय र ब्लुमको वर्गीकरणका आधारमा प्रश्नहरूको सन्तुलन मिलाई प्रश्नपत्र निर्माण गर्न तयार पारिने वैज्ञानिक योजना वा ब्लुप्रिन्टलाई विशिष्टीकरण तालिका भनिन्छ. विशिष्टीकरण तालिकाका फाइदाहरू. यसले पाठ्यक्रमका सबै एकाइहरूलाई उचित अङ्कभार दिने हुँदा कुनै पनि महत्त्वपूर्ण विषयवस्तु छुट्दैन र परीक्षा वैध हुन्छ. यसले शिक्षकहरूलाई मार्गदर्शन गर्छ, जसले गर्दा फरक फरक शिक्षकले प्रश्नपत्र बनाउँदा पनि प्रश्नको ढाँचा र कठिनाइ स्तरमा एकरूपता कायम हुन्छ. विद्यार्थीको स्मरण शक्ति वा ज्ञान मात्र नजाँची उनीहरूको बुझाइ, प्रयोग र विश्लेषण गर्ने क्षमतालाई पनि सन्तुलित रूपमा समेट्न मद्दत गर्छ. शिक्षकले कक्षामा पढाउँदा कुन एकाइलाई कति महत्त्व दिने र कुन तहको प्रश्न सोधिन्छ भन्ने पहिल्यै थाहा पाउने हुँदा शिक्षण योजना बनाउन सजिलो हुन्छ. विद्यार्थीले कुन पाठबाट कति अङ्कको र कस्तो खाले प्रश्न आउँछ भन्ने थाहा पाउने हुँदा परीक्षाको तयारी प्रभावकारी ढङ्गले गर्न सक्छन्. कुन प्रश्नलाई कति समय लाग्छ र कति अङ्क दिने भन्ने पूर्व निर्धारित हुने हुँदा परीक्षा सञ्चालन व्यवस्थित हुन्छ. निष्कर्षमा, विशिष्टीकरण तालिका शिक्षण र मूल्याङ्कनका साथै विद्यार्थीहरूको लागि पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भनेर हामीले यसको परिचय र 6 बुँदाहरूमा फाइदाहरू लेख्छौं. अब लागौं हाम्रो परीक्षाको अन्तिम प्रश्नतर्फ. 22. शैक्षणिक उद्देश्य, शिक्षण सिकाइ क्रियाकलाप र मूल्याङ्कन बीचको अन्तरसम्बन्धलाई उदाहरणसहित प्रष्ट पार्नुहोस्. यसको उत्तर यसरी लेख्छौं. शिक्षाको पूर्ण प्रक्रिया एउटा त्रिकोण जस्तै हो, जसका 3 वटा महत्त्वपूर्ण कुनाहरू शैक्षणिक उद्देश्य, शिक्षण सिकाइ क्रियाकलाप र मूल्याङ्कन हुन्. यी 3 पक्षहरू एक अर्कासँग गहिरो रूपमा अन्तरसम्बन्धित हुन्छन्. यीमध्ये कुनै एउटालाई मात्र परिवर्तन गर्दा अर्को पक्ष पनि स्वतः प्रभावित हुन्छ. पहिलो उद्देश्य र शिक्षण विधि बीचको सम्बन्ध. शिक्षकले सर्वप्रथम विद्यार्थीले के सिक्ने भन्ने उद्देश्य तय गर्छन्. सोही उद्देश्य पूरा गर्न शिक्षण विधि छनौट गरिन्छ. उदाहरण, यदि उद्देश्य विद्यार्थीले पौडी खेल्ने तरिका प्रदर्शन गर्न सक्नेछन् भन्ने प्रयोगतः उद्देश्य छ भने शिक्षकले कक्षामा भाषण दिएर वा प्रवचन विधिका प्रयोग गरेर त्यो उद्देश्य पूरा हुँदैन. यसका लागि शिक्षकले विद्यार्थीलाई पोखरीमा लगेर प्रदर्शन तथा प्रयोगात्मक विधि नै अपनाउनुपर्छ. 2. शिक्षण विधि र मूल्याङ्कन बीचको सम्बन्ध. कक्षामा जसरी पढाइएको छ मूल्याङ्कन पनि त्यसरी नै गरिनुपर्छ. उदाहरण, शिक्षकले कक्षामा
समूह छलफल विधि मार्फत पढाएका छन् भने मूल्याङ्कन गर्दा पनि उनीहरूको सहभागिता र प्रस्तुतिकरणको आधारमा गरिनुपर्छ। केवल कापीमा लेख्न लगाएर मात्र हुँदैन। 3. मूल्याङ्कन र उद्देश्य बीचको सम्बन्ध। मूल्याङ्कनले सुरुमा राखिएका उद्देश्यहरू कति पूरा भए भनेर जाँच्ने काम गर्छ। उदाहरण, यदि उद्देश्य नेपालको नक्सा कोर्न भन्ने थियो तर परीक्षामा नेपालको क्षेत्रफल कति छ भनेर सोधियो भने मूल्याङ्कन वैध हुँदैन। उद्देश्य अनुसार नै मूल्याङ्कनका प्रश्नहरू विशिष्टीकरण तालिका अनुसार बन्नुपर्छ। निष्कर्ष, मूल्याङ्कनको नतिजाबाट प्राप्त पृष्ठपोषणले शिक्षकलाई आफ्ना उद्देश्यहरू परिमार्जन गर्न वा शिक्षण विधि परिवर्तन गर्न मद्दत गर्छ। तसर्थ यी तीनवटै अङ्गहरूले एउटा चक्रको रूपमा काम गर्दै समग्र शैक्षिक प्रक्रियालाई पूर्ण बनाउँछ। यस्तो प्रकारले लेख्न सक्छौँ। यसरी हाम्रो समूह गको प्रश्नहरू पनि सकिन्छन्। हामीले यस विषयबाट आउन सक्ने महत्त्वपूर्ण प्रश्न र त्यसका उत्तरको बारेमा छलफल गरिम। हस्त, भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। यो सामग्री हजुरहरूलाई कस्तो लाग्यो? आफ्नो अमूल्य राय र सुझाव तल कमेन्टमा लेख्नुहोला र भिडियोलाई लाइक गरी च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। सफलताको शुभकामना।